जब समाज यल निर्माण यागु ज्यापु कल्याण तालिम भवन या उलेजा शनिबार चुकुदो भवनिया यल महानगरपालिका प्रमुख श्री बाबु महर्जन उलेजा याना दिगु ख उलेजा ज्याचोले महानगर प्रमुख चिरीबाबु महर्जन यलया प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ यल महानगरपालिका वडाल्या 11 या वडा अध्यक्ष अरोज कुमार खड्की ज्याप समाज यलया अध्यक्ष तीर्थलाल महर्जन जिल्ला समन्वय समिति यलया सभापति ऋषिदेव भुइयाँ लगायत नवाना दिगु ख विशेष इनाम जब समाज सुदूर गाउँदा छिगो हार्डवेयर अर्थात् कम्प्युटर चाहिँ हार्डवेयर दे वो हार्डवेयर यो जियारियो चाहिँ छिटो भवन दिएको ज्या चाहिँ लगभग फोन आमे सुनो भवन त देखो जिसले मा आवश्यकता मन त तर देखा त भवन त दिशलाको छात अंग ज्या चाहिँ ओके ज्या कामला वो यो चाहिँ सफ्टवेयर ख हार्डवेयर कम्प्युटर चाहिँ ठोक्ने यस्तो किसिमको सफ्टवेयर त प्यावे तर वो सफ्टवेयर त ठुली जान्ने जो कि खल्ला सड्यौ ज्यापु कल्याण समाजबाट एउटा महत्त्वपूर्ण यो ज्यापु कल्याण तालिम भवनको उद्घाटन कार्यक्रम यहाँ आयोजना भएको छ। यहाँले आज जुन किसिमको यो समारोहको बीच उद्घाटन कार्यक्रम यो सम्पन्न भएको छ यसले ज्यापु समाजबाट आफ्नो पहिचान आफ्नो इतिहास आफ्नो कला संस्कृतिको एउटा प्रवर्धन गर्ने हिसाबबाट आफ्नो एउटा प्रदर्शन भएको छ ज्यादै यो खुसीको कुरा हो। र यो भवन निर्माण त्यसै भएको छैन यसमा निःशुल्क रूपमा यो भवन निर्माण गर्नका लागि जग्गा उपलब्ध गराउनु भएको छ। चिनी मैया चिनी मै महर्जन लगायतका सम्पूर्ण परिवार सदस्यहरूप्रति म हार्दिक धन्यवाद दिन चाहन्छु। र यो निर्माण गर्ने क्रममा वास्तवमा ललितपुर महानगरपालिका लगायत यहाँका स्थानीय समूहहरूबाट जुन किसिमको योगदान दिएको छ त्यो योगदानको पनि यसमा चाहिँ म स्मरण गर्न चाहन्छु। ढाका 11 नम्बर इतना अच्छा तरंग अच्छा दायित्व ठप्याइदिनु जब कल्याण भवने विभिन्न टीटी संस्कृति बच्चाको लागि जो इन्टेन्जिबल अमूर्त संस्कृति छ नेवाको लागि तालिम भवने चाहिँ जाजो उनी चाहिँ 11 नम्बर वडा निश्चित रूपमा चाहिँ 11 नम्बर वडै लक्षण संस्कृति त गएन माक्यो छिगु संस्कृति त गएन बचाएको थियो लक्षित जुया 11 नम्बर वडा चाहिँ नेवान चौगु पिन्सा सिएछु ल 11 वडा फुचागु छिगु संस्कृति छिगु यला महानगरपालिका यो गर्भै लागि ठीक ठाक ठ्या बाले नठाने चाहिँ सहयोग गर्न हो छिपिनु झने डेडु छि चाहिँ मतलब समाज गु चाहिँ जनेवा छ जब समाज यो चाहिँ मतलब औ धान बमोजिम पहिला चाहिँ मतलब छिसा चुन्ता छेमा त्यही हिसाबले छिगु चाहिँ मतलब भिन्न भले खेले छिउ चाहिँ जसमा चाहिँ ठाउँ छ डेका वो इतिहास चाहिँ मतलब गएको मुखी छिउ चाहिँ मतलब ये लोग खपत गयो मतलब विश्व चाहिँ मतलब जसमा जो भवन वही किस्म चाहिँ छ नुम्दै चाहिँ मतलब तरवारी हिसाबमा चाहिँ छिसा चाहिँ मतलब डेका ताला गरा सा वो भवन चाहिँ मतलब छौ छुरासा बोयो रूपे चाहिँ मतलब डेका उयो चाहिँ मतलब छिसा त कोजी गुडो छै भवन देखिलो अब भवने डेका वो पिसा चाहिँ मतलब गु चाहिँ बहु रूप डेका बोल लगा दासा आ ज्येष्ठ नागरिक भवन चाहिँ मतलब गु डेको ख ओके चाहिँ मतलब छिलेगा था बोले वो ज्येष्ठ नागरिक भवन सम्पूर्ण ज्येष्ठ नागरिक चाहिँ मतलब त्यहाँ सेवा लागि ख एजा वो काय रुपैयाँ काय भ्याट पिसा चाहिँ मतलब बहुत सेवा हिसाब है वो को बहु और ज्येष्ठ नागरिक बहु का आठो चाहिँ मतलब छे
सो चाहिँ मतलब ज्यापु कला चाहिँ मतलब तालिम ज्यापसमा तालिम भवनका चाहिँ गु चाहिँ गुठो छे छारासा छि चाहिँ का छे गु चाहिँ मतलब थन चाहिँ उमस्त त चाहिँ मतलब तालिम दियो छि जप्टे त बगट यो चाहिँ मतलब जातिसकै बगट देश व अन्तर्राष्ट्रिय विदेशको बजार थन त्यो दियो ज्याचोले भवन निर्माण गुहाली यापिन त सम्मान पत्र न ललागु ख आपला आपा सुब्या देशनाचा नाप वेग पिनु सुस्वास्थ्य दीर्घायु कामना नयानाचना वेग सोको जको या ढालम न एकदमै लेट या ठिमे बाजा ठाल्ने कि प्याकाउ लागि ला एपे बाबुराजा सिंह गोचे अनलिपा सत्यनारायण महर्जन बाल पारिएर रु 10,000 दिनेश महर्जन चौगाइदी 20 रुपियाँ विनोद महर्जन गोछे 10,100 जी बालकृष्ण महर्जन पूजा पाखेजलो वीरबहादुर महर्जन जी उपाध्यक्ष नापा 111 किरण महर्जन पूर्णचन्दी 10,111 सानुकाजी मङ्गललाल महर्जन गछे डुपाटवाया पूर्ण बहादुर महर्जन 10,555 गछेटवाया धर्म महर्जन ज्यास्न पुचाय दुज नरेश महर्जन ज्ञानेश महर्जन सुभाटवा सलिछेटवाया आजु गोपाल डङ्गोल 11 राजमान उहाँले नभइका अठेस्नु आज गोपाल डङ्गोल लापठाना दिटा इनापेनासना गुवाले नाति पिटा हौसला बढेना जी नुचिमान अबेको महर्जन हौगटवा पाके 25,101 बुद्धवीर महर्जन हौगटवा चिरिमय महर्जन दान ब्यादीको जग्गा यलबा नगरपालिका वडा ज्याकुथिलिसे थिथि सङ्घ संस्था गुहाली ज्याप समाज एल तालिम भवन या निर्माण यागु ख